कक्षा 10 में पढ़्दै गरेका मेरो सम्पूर्ण विद्यार्थीहरूलाई नमस्कार से स्वागत छ मेरो आजको यस भिडियोमा। विशेष गरेर ऐच्छिक गणित पढ्दै गरेका जुन कक्षा 10 का विद्यार्थीहरू छन् जसले चाहिँ एसई परीक्षाको तयारी गर्दैछ उहाँहरूको लागि त्रिकोणमितिबाट एकदमै महत्त्वपूर्ण प्रश्न लिएर आएको छु। यो अभ्यास 5.5 जुन छ हाम्रो 5.4 यसमा खास गरेर शर्त दिएको हुन्छ, त्यो शर्त अनुसार हामीले प्रमाणित गर्न भनेको हुन्छ। यसको जुन 2 नम्बर छ 2 नम्बरको म यो ए देखि एफ सम्मको सबै हिसाबहरू प्रमाणित गरेर बताउँछु। यसको तरिकाहरू सिकाउँछु स्टेप बाई स्टेप स्लो तरिकाले एकदम बुझ्ने गरी, र यसमा विद्यार्थीहरू कन्फ्युज भएर बिगाडेको अवस्था छ। त यो हिसाब गर्नुभन्दा पहिला हामीले के सूत्रहरू जान्न पर्नेछ। त्यो सूत्रहरू के छन् जो कि हामीले जान्नै पर्छ यसमा। त यसमा मेन 4 वटा सूत्र छ जो कि हामीले युज गर्छौं। त्यो पहिला 4 वटा सूत्र बताउँछु म। योभन्दा पहिलाको जुन मैले भागहरूमा त्रिकोणमितिको हिसाब गरेको छु त्यो पनि बताएको थिएँ। जो साथीहरूले पहिलोचोटि मेरो च्यानलमा आउनु भएको छ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो मन परेको खण्डमा लाइक गरेर साथीहरूसँग शेयर गरिदिनु होला। यसमा यो जुन सूत्र छ हाम्रो त्यो भनेको sin a + sin b हो एउटा। त यो बराबर हुन्छ 2 sin a + b/2 * cos a - b/2 भन्ने हुन्छ। एक नम्बर यो हो। त्यसपछि दोस्रोमा यसैको उल्टा हुन सक्छ sin a - sin b बराबर त्यसको हुन जान्छ 2 cos a + b/2 * sin a - b/2 अनि तेस्रोमा हाम्रो हुन जान्छ cos a + cos b। त यो बराबर हुन्छ 2 cos a + b/2 * cos a - b/2 भन्ने हुन्छ। र चौथो र सबभन्दा गाह्रो मैले बारम्बार क्लासमा पनि भनिराखेको छु त्यो हुन्छ cos a - cos b। त यो बराबर हुन जान्छ 2 sin उल्टो हुन्छ b + a/2 * sin b - a/2। त्यो 4 वटा सूत्र एकदमै महत्त्वपूर्ण तरिकाले लागू हुन्छ। त्यसपछि युज हुने सूत्र भनेको हाम्रो sin 2a को छ। sin 2a बराबर हुन्छ हाम्रो 2 sin a * cos a भन्ने। त्यस्तै गरी cos 2a आयो भने त cos 2a आउँदाखेरि हामीले युज गर्न पर्छ त्यहाँनिर फर्मुला। sin मा खोल्न पर्यो भने 1 - 2 sin square a भन्ने हुन्छ। र त्यसैले हामीले cos मा खोल्न पर्यो भने 2 cos square a - 1 भन्ने हुन्छ। र त्यसपछि युज हुन सक्ने फर्मुला मैले त्यहाँ हेर्दाखेरि एउटा कन्सेप्टको रूपमा हामीले बुझ्नु पर्ने के छ भन्दाखेरि यो सूत्र युज हुन सक्छ। जस्तो त्यहाँ आयो sin a + b + sin a - b। यो आयो भने त्यसको ठाउँमा के लेख्दिने भन्दा लेख्दिने 2 sin a * cos b यो लेख्दिने। अन्तिम आउँछ यसको केस। अनि sin a + b - sin a - b आयो भने त्यसको ठाउँमा लेख्दिने 2 cos a * sin b। अब त्यस्तै गरेर मानिलिनुहोस् आयो cos a + b अनि प्लस cos a - b। त्यसको ठाउँमा लेख्दिने 2 cos a * cos b भनेर। र अर्को लास्टमा यस्तो आयो cos a - b - cos a + b आयो भने त्यसको ठाउँमा लेख्दिने 2 sin a * sin b। यो सूत्र लागू हुन्छ खास गरेर हैन। र यी सूत्रहरू प्रयोग गरिसकेपछि हामीले चाहिँ प्रमाणित चाहिँ गर्न सक्छौं। अब यसपछि हामी हिसाबतिर जाउँ र स्टेप बाई स्टेप मा सबै हिसाबहरू सिकाउँछु। अनि त्यसपछि त्यसलाई राम्रोसँग बुझ्ने प्र्याक्टिस गर्ने अनि त्यसपछि बल्ल चाहिँ हुन्छ। यसबाट एउटा क्वेशन फिक्स हो। त्यो फिक्स क्वेशन भएको हुनाले हामीलाई क्लियर छ कि एक्जाममा आउँछ र क्लियर भएको नाताले हामी यसलाई गर्न सक्नुपर्छ भन्ने कुरा मैले भने। अब यो जुन हाम्रो फर्स्ट क्वेशन छ त्यो गर्नुभन्दा पहिला हामीलाई जुन कन्डिसन दिएको छ हामीलाई a + b + c बराबर पाई दिएको छ। पाई भनेको एक्सेसिटी हो। यसबाट हामीले पहिला मानहरु निकाल्ने र यसको मान निकाल्दाखेरि हामी के गर्न सक्छौं भन्दाखेरि हेरौँ है त। जस्तो a + b बराबर 180 डिग्री - c गर्दिने हैन। र दुवैतिर साइन लिने। त दुवैतिर साइन लिँदाखेरि a + b बराबर हुने भयो sin 180 - c भनेर हुन्छ। त यो हुने भयो sin a + b र यतातिर sin 180 - थीटा भनेको sin थीटा हुन्छ। त्यसको ठाउँमा हामीले sin
सी लेख्न मिल्छ। एउटा फर्मुला यो हुने भयो हैन। र त्यस्तै गरी हामीले दुवैतिर cos लियो भने के हुन्छ त दुवैतिर cos लिँदाखेरि हाम्रो हुन जान्छ x के हो भने दुवैतिर cos हामीले लियो भने cos a plus b बराबर हुने भयो cos x c minus c भनेर। त यो हुने भयो cos a plus b बराबर अब यो cos x c minus थीटा भनेको माइनस को cos c हुन जान्छ। त यो दोस्रो फर्मुला हो जुन हामी चाहिँ पछि गएर युज गर्छौं है। अब यो सबै सूत्रहरू भइसकेपछि र यो कन्डिसन भइसकेपछि हामी प्रमाणित गर्नतिर जाउँ र हाम्रो पहिलो क्वेशन रहेको छ 2 को a नम्बरमा sin को 2a plus sin को 2b plus sin को 2c। त मैले यसको लेफ्ट साइड लिए र लेफ्ट साइड लिएर तपाईलाई गरेर देखाउँछु कसरी हुन्छ हेरौँ है त। हाम्रो चाहिँ a नम्बरमा रहेको छ sin 2a plus sin 2b plus sin 2c। त यसको लागि हामी सूत्र प्रयोग गर्छौं सबभन्दा पहिला। जस्तो यो हाम्रो दुईटा मात्रै हेर्ने यो दुईटा मात्रै हेर्दाखेरि के हुन्छ यो sin a plus sin को फर्मुलामा छ यो। त्यसको सूत्र हामीले खोल्दाखेरि के हुन्छ 2 sin 2a plus 2b by 2 into cos 2a minus 2b by 2 भन्ने हुन्छ। र लास्टको जुन sin c भन्ने छ यो sin 2c भनेको यसको सूत्र खोल्ने 2 sin c into cos c। अब यसलाई स्टेप बढाउने त यो हुन जान्छ हाम्रो 2 sin। अब के गर्ने भन्दा यहाँ जुन 2 छ यो 2 साझा लिएर यो तलको 2 सँग काट्ने। त यो हुन जान्छ a plus b अनि into cos a minus b अनि प्लस 2 sin c into cos c। अब यहाँबाट यो sin a plus b भनेको sin c हो फर्मुला माथि हामी लेखेका छौं into cos a minus b अनि प्लस 2 sin c into cos c। अब यहाँबाट हामी हेर्यो भने यो जुन देखिरहेको छ हामी यो 2 sin c के छ त भन्दाखेरि साझा छ र त्यसलाई साझा निकाल्दिने। साझा निकालेपछि के हुन्छ 2 sin c साझा आयो बाँकी हाम्रो बच्ने भयो cos a minus b अनि प्लस cos c। त यो बाँकी बचेको आइटम भयो र बाँकी बचेको आइटमलाई अब हामी अगाडि हिसाबमा जाँदाखेरि फेरि सूत्र लेख्छौं र फेरि सूत्र लेख्दाखेरि यो हुने भयो 2 sin c र यतातिर cos a minus b अनि त्यसपछि हेर्नुस् cos c भनेको माइनस को cos a plus b हो माथि हामी सूत्र लेखेका छौं है। र यसको ठाउँमा अब हामीले हेर्दाखेरि 2 sin c। त यो फेरि सूत्र cos a minus b minus cos a plus b भनेको 2 sin a into sin b भन्ने फर्मुला हो। अब यसलाई गुणा गर्दिने गुणा गर्दाखेरि यो 2 र यो 2 गर्दा 2 दुना 4 भन्ने हुन्छ अनि त्यसपछि क्रमशः लेख्दिने sin को a into sin को b into sin को c। र यो नै चाहिँ के हो त भन्दाखेरि राइट ह्यान्ड साइड हो र यसरी चाहिँ प्रमाणित हुन्छ प्रुभड हुन्छ। अब त्यसपछि हामी नेक्स्ट क्वेशनमा जान्छौं है त। ओके त्यस्तै गरी क्वेशन नम्बर 2 हामी हेरौं हैन। अब क्वेशन नम्बर 2 मा रहेको छ हाम्रो sin 2a plus sin 2b अनि माइनस को sin 2c भनिरहेको छ। मतलब चिन्ह मात्रै चेन्ज छ। त्यो चिन्ह चेन्ज हुँदाखेरि साइन मात्रै चेन्ज हुँदाखेरि के हुन्छ त रहेको छ sin को 2a plus sin को 2b अनि माइनस sin को 2c। यो हाम्रो 2 को b नम्बर को लेफ्ट ह्यान्ड साइड हो। अब यसमा माथिको क्वेशन एक्ज्याक्टली सेम हो तर चिन्ह एउटा साइन चेन्ज छ र त्यो साइन चेन्ज भइसकेपछि के असर पर्न सक्छ त्यति नै मात्रै हेरौँ है। त अगाडितिर हामी जाँदाखेरि यो sin a plus sin b नै छ। त्यसलाई हामी खोल्दाखेरि हुन्छ 2 sin a plus b by 2 into cos a minus b by 2 र माइनस यसलाई हामी खोल्दाखेरि हुन्छ 2 sin c into cos c भन्ने हुन्छ र यहाँबाट 2 त्यसपछि हामीले यो कमन लिएपछि हुन्छ ब्र्याकेटमा a plus b अनि यो हुन्छ cos ब्र्याकेटमा a minus b भनेर अनि माइनस 2 sin c into cos c भन्ने। अब यो sin a plus b भनेको sin को c हो अघि नै भने हामीले हेर sin c हो र त्यसपछि cos a minus b अनि माइनस 2 sin c into cos c। त यहाँबाट यो साझा हुन्छ यो 2 sin c चाहिँ कमन छ
र त्यसलाई हामीले कमन निकाल्दाखेरि त्यसलाई हामीले साझा निकाल्दाखेरि 2 sin c साझा निकालेपछि बाँकी हाम्रो बच्ने भयो cos a minus b अनि माइनस cos c भन्ने। यसलाई थोडा अगाडि बढाउँदाखेरि 2 sin c छँदैछ। अब यो माइनस cos c को ठाउँमा के हुन्छ, माइनस cos c को ठाउँमा के हुन्छ हेरौँ। जस्तो cos a minus b अनि माइनस माइनस प्लस भइहाल्छ cos a प्लस b भन्ने हुन्छ। यो सूत्र भयो। र यो भित्रको सूत्र हाम्रो के हो भन्दाखेरि मैले अघि बताएको सूत्र अनुसार cos a प्लस b प्लस cos a माइनस b, त त्यो भनेको यो हुन जान्छ 2 cos a into cos b भन्ने हुन जान्छ। र यसलाई गुणा गरेपछि हुन्छ हाम्रो 4 त्यसपछि cos a into cos b into sin c। र यो नै के हो त राइट ह्यान्ड साइड हो। यसरी हामीले प्रमाणित गर्न सकिन्छ भन्ने कुरा छ है त। यो भयो हाम्रो सेकेन्ड नम्बर वाला। त्यसपछि अब हामी नेक्स्टमा जान्छौँ। ओके, त्यसपछि हामी सी नम्बर हेरौँ है। अब सी नम्बर हाम्रो रहेको छ cos वाला। त cos आएपछि अलिकति सावधानी अपनाउने, थोडा होशियारी अपनाउने। यसको सी नम्बरमा हामीले cos आएको छ र रहेको छ cos 2a माइनस cos 2b अनि प्लसको cos 2c रहेको छ। त्यसको लेफ्ट ह्यान्ड साइड मैले लिएँ होइन। त cos आएपछि थोडा होशियार हुने, किनकि cosले अलिकति डेन्जर गराउँछ। थोडा हिसाब गर्दाखेरि त्यो गाह्रो गाह्रो हुन्छ। त यो हुने भयो हाम्रो 2 अनि त्यस पछाडि cos 2a प्लस नो। त्यो हाम्रो सूत्र के हो भन्दाखेरि cos a माइनस cos b को भन्दाखेरि 2 sin, यसको सूत्र हुन्छ 2 sin b प्लस a बाई 2, मतलब उल्टो हुन्छ। यो चौथो नम्बरको फर्मुला हो 2b प्लस 2a बाई 2 इन्टु अनि त्यस पछाडि sin 2b माइनस 2a बाई 2। र लास्टवाला अब cos आयो भने cosको हामीसँग दुईटा फर्मुला छ। त दुईटा भएको हुनाले cosलाई साइनमा खोल्ने कि cosलाई cosमा खोल्ने भन्ने कुरा। यहाँ जो सी एङ्गल छ त्यहाँ प्रमाणित गर्नुपर्नेमा केमा छ, त्यहाँ प्रमाणित गर्नुपर्नेमा यो साइनमा छ। त्यही भएर हामीले यो cosलाई साइनमा खोल्नुपर्छ। त यो हुन जान्छ 1 माइनस 2 sin स्क्वायर c भन्ने हुन्छ। यहाँ प्लस छ त्यसले गर्दाखेरि ब्रेकेट हाल्नु परेन, यहाँ माइनस भएको भए हामीले कोष्ट राख्नु पर्थ्यो है त। यो हुने भयो 2 sin b प्लस a इन्टु sin त्यस पछाडि b माइनस a अनि यो मैले पहिला यो लेखेँ माइनस 2 sin स्क्वायर c अनि त्यसपछि प्लसलाई लास्टमा लेखिरहेको छु म। त यो हुने भयो हाम्रो sin b प्लस a अथवा sin a प्लस b भनेको त्यो sin c नै हो है। अनि त्यस पछाडि sin b माइनस a अनि माइनस 2 sin स्क्वायर c प्लस 1 भन्ने हुन्छ होइन। अब यसलाई अगाडि बढाउँदाखेरि यहाँबाट हामीले यो 2 sin c र 2 sin c चाहिँ कमन लिन सकिन्छ। र त्यो साझा लिएपछि के हुन्छ 2 sin c कमन लिएपछि यहाँ हुने भयो sin b माइनस a अनि माइनस sin c र यो प्लस 1 छँदैछ लास्ट लास्टमा है। यसो गर्दाखेरि यो हुने भयो 2 sin c। त यहाँनिर सूत्र के लाग्छ अब sin b माइनस a माइनस, अब यो sin c भनेको किनकि साइनको त जे छ त्यही हुन्छ, त्यसको हुन जान्छ sin a प्लस b। माथि मैले सूत्र लेखाएको थिएँ त्यही सूत्र हो। अब त्यस पछाडि हेर्नुहुन्छ भने यो सूत्र भन्यो sin a माइनस b माइनस sin a प्लस b। यो सूत्र कस्तो छ, त्यस्तो त हामीसँग सूत्रै छैन। अब यो सूत्र छैन भने हामी के गर्न सक्छौँ भन्दाखेरि यसको लागि 2 sin c छँदैछ, यो टोटल a मान्ने यो टोटल b मान्ने र त्यसपछि sin a माइनस sin b को फर्मुला खोलिदिने है। त यो हुन जान्छ हाम्रो, अथवा कक्षा 9 को हाम्रो फर्मुला छ यो खोले पनि हुन्छ। त मैले फिलहाल यही गर्छु, यसलाई a माने र यसलाई b माने र sin a माइनस sin b को फर्मुला खोल्दाखेरि 2 cos अनि त्यस पछाडि यो a प्लस b बाई 2 sin a माइनस sin b को 2 cos a प्लस b बाई 2 इन्टु sin a भनेको b माइनस a माइनस अनि जब माइनस गरिन्छ त यो प्लस चाहिँ माइनस हुन्छ a माइनस b बाई 2 अनि प्लसको 1। त यो भएपछि 2 sin c र यो हुन जान्छ 2 cos। अब यो a भनेको a भइहाल्यो, त्यसपछि यो 2 b बटे 2 इन्टु
यतातिर साइन। अब यहाँ चाहिँ हामीले हेर्ने भने यो कटिरहेको छ, बीबी कटिरहेको छ हैन। बीबी काट्दाखेरि के हुने भयो, माइनसको 2a/2 भन्ने भयो हैन। यो अलि कम्प्लेक्स छ, त यसलाई हिसाब गर्दाखेरि अलि अगाडि बढाउँदाखेरि यो हुने भयो 2 sin c र यो 2 काट्दिने, यो 2 काट्दिने, त्यो गर्दाखेरि 2 cos b इन्टु sin माइनस a प्लस 1। त यसरी गर्दाखेरि जुन हाम्रो यो साइनको माइनस आएको छ, यो साइनको माइनस भनेको अगाडि हुन्छ माइनस हैन। यो भनेको हुने भयो माइनस ओके, अहिले ब्र्याकेट भित्र राखौँ। त यो हुने भयो 2 sin c र यता आउने भयो यो साइन माइनस थीटा भनेको माइनसको साइन थीटा, त माइनस 2 cos b इन्टु sin a भन्ने हुने भयो प्लसको 1। अब गुणा गर्ने हो भने यो माइनस बाहिर आउँछ, त 2 दुना 4 भनेको माइनसको 4 हुन्छ। अनि त्यस पछाडि sin a अनि cos b इन्टु sin c अनि प्लसको 1, त यो हुने भयो 1 माइनस 4 sin a cos b इन्टु sin c। त यो नै त्यहाँ चाहिँ राइट साइड हो, यसैलाई प्रमाणित गर्न छ भनेर हामी भन्न सक्छौँ। यहाँ अलिकति हेर्ने हो भने यो जुन मैले यहाँ गरेँ यो वाला स्टेपमा गरेको जुन छ त्यसलाई हामी छुट्टै कक्षा 9 को स्टाइलमा पनि गर्न सकिन्छ र यो 2-3 स्टेप छोडेर हामी एकैचोटि पनि गर्न सकिन्छ। त त्यो तपाईको तरिका आफ्नो तरिका हुन सक्छ, केही फरक तरिकाले पनि गर्न सक्नुहुन्छ, तर एकदमै प्र्याक्टिस गर्न पर्ने। यो कस आयो भने थोडा विचार गर्नुपर्छ है। अब अर्कोतिर जाउँ। ओके, त्यस्तै गरी अब डी नम्बर हामी हेरौँ है। त डी नम्बर हाम्रो क्वेसन रहेको छ, यहाँ दिएको छ डी नम्बर। अब यो डी नम्बरले कसरी गर्ने त्यो पनि हेरौँ। जस्तो ओके, यो कहाँ आयो बिचमा, डी नम्बर क्वेसन है। त हाम्रो डी नम्बर क्वेसन रहेको छ cos 2a प्लस cos 2b माइनस cos 2 है। त cos 2a प्लस cos 2b अनि माइनस cos को 2c भनेर रहेको छ। यसलाई पनि हामीले खोल्दाखेरि त अघि जस्तै हो, यहाँ हाम्रो फर्मुला बनेको छ cos a प्लस cos b भनेर। यसको सूत्र हुन्छ 2 cos 2a प्लस 2b/2 इन्टु cos 2a माइनस 2b/2। अनि यो cos को जुन c रहेको छ हाम्रो, यो cos को c हामीले खोल्दाखेरि फेरि कुनमा खोल्ने, साइनमा कि cosमा, त्यो त्यहाँ हेर्नुपर्छ, प्रमाणित गर्नुपर्नेमा। त यता हेर्दाखेरि cos को 2c लाई यहाँ cos कै c मा खोल्न भनेको छ, मतलब cos लाई cos मै खोल्न छ। त यो सूत्र जान्छ 2 cos स्क्वायर c माइनस 1। यहाँ माइनस भएकोले यहाँ ब्रेकेट लगाउन नबिर्सने है। त र त्यो खोलिसकेपछि यहाँनिर हाम्रो पहिलाकै स्टाइलमा a प्लस b इन्टु cos a माइनस b हुने भयो माइनस 2 cos स्क्वायर c। अब यो कोस्ट हटाएपछि यो माइनस माइनस भइहाल्छ प्लसको 1। त यहाँ माइनस भयो भने ब्रेकेट लगाउन नबिर्सने है, मिस्टेक भइहाल्छ फेरि। अब यो फेरि cos a प्लस b भनेको माइनसको cos c भन्ने हुन्छ है, यो पनि ख्याल राख्ने। cos आएपछि अलिकति होसियार चनाको हुनुपर्छ। यो हुने भयो माइनस, अनि त्यसपछि माइनस 2 cos स्क्वायर c प्लसको 1। यहाँबाट हामीले कमन लिने 2 cos c, 2 cos c, त्यो पनि माइनसको साझा आइराखेको छ। माइनसको साझा आउँदाखेरि यता भित्रको चिन्ह चाहिँ परिवर्तन हुन्छ। अब त्यसो गर्दाखेरि माइनसको 2 cos c र बाँकी बच्यो हाम्रो cos a माइनस b। अनि यो माइनस साझा आएको हुनाले यो जुन माइनस छ त्यो भइहाल्छ प्लस, अनि बाँकी बच्यो cos को c अनि प्लसको 1 है। त अब अलिकति स्टेप अगाडि बढाऊँ है, र त्यो अगाडि बढाएपछि हुने भयो माइनसको 2 cos c र यो हुने भयो हाम्रो cos a माइनस b। अनि यो cos c भनेको ट्याक्क चाहिँ माइनसको cos a प्लस b भन्ने हो, र यस पछाडि 1। अब यसलाई हामी हिसाब गर्दाखेरि माइनसको 2 cos c, त यो सूत्र हुने भयो हाम्रो cos a माइनस b माइनस cos a प्लस b भनेको 2 sin a इन्टु sin b हुने भयो र प्लसको 1। अब यसलाई हामी गुणा गर्दिने, गुणा गर्दाखेरि यो 2 र 2 गुणा गर्दाखेरि यो माइनसको 4 अनि त्यस पछाडि sin को a इन्टु sin को b इन्टु cos को c। यसलाई मिलाएर लेख्दिने, मिलाएर लेख्दाखेरि पहिला यो 1 लेख्ने 1, त्यसपछि माइनसको 4 sin को a इन्टु sin को b इन्टु cos को c। र यही नै राइट साइड हो, यसरी चाहिँ प्रमाणित गर्न
सकिन्छ भन्ने कुरा छ है त। अब त्यसपछि अर्को क्वेसनमा हामी जाउँ। ओके, त्यस्तै गरी अब ई नम्बरको क्वेसन हामी हेरौँ है कसरी गर्ने भन्दा ई नम्बरमा। त ई नम्बरमा हेर्नुहुन्छ भने त्यहाँनिर दिएको छ हामीलाई साइनको 2a अनि त्यसपछि साइनको 2b अनि त्यस पछाडि साइनको 2c भन्ने छ हैन। साइन छ फेरि तपाईँ माइनसको छ, तै पनि केही टेन्सन नलिनु होला। यसको सूत्र खोल्दाखेरि हामीले साइन a माइनस साइन b खोल्ने सूत्र त्यो यो हुन जान्छ 2 cos a नभन 2a भनौँ है त यहाँ। ओके, 2 cos 2a प्लस 2b बाई 2 इन्टु साइन 2a माइनस 2b बाई 2 भन्ने हुन्छ। अनि यो साइनको फेरि हामीसँग एउटै फर्मुला छ र त्यो फर्मुला भनेको 2 sin c इन्टु cos c भन्ने हुन्छ। त्यो हुने भयो 2 cos भनौँ है, 2 cos। अब यो 2 कमन लिएर काटेपछि हाम्रो बच्यो a प्लस b इन्टु साइन, यहाँबाट 2 कमन लिएपछि a माइनस b भन्ने हुन्छ। त्यसपछि माइनस 2 sin c इन्टु cos c भन्ने हो। यहाँबाट 2, अब यो cos भइसकेपछि पनि यहाँ माइनस आयो अगाडि, माइनस cos c हुने भयो है, cos c इन्टु साइन a माइनस b अनि माइनस 2 sin c इन्टु cos c हुने भयो। यहाँबाट हामीले 2 sin यो 2 cos c र 2 cos c हामीले सादा निकालेपछि हामीसँग के बाँकी बच्यो त हेरौँ। हामीले सादा निकाल्दाखेरि माइनसको 2 cos c सादा आउँछ र सादा आएपछि हाम्रो के हुने भयो a माइनस b। त हामीले माइनस सादा लिएछौँ त्यसले गर्दाखेरि यो माइनस के हुन जान्छ प्लस हुन जान्छ र बाँकी बच्यो साइनको c। अब यो माइनसको 2 cos c र हुने भयो साइन a माइनस b र त्यसपछि प्लस साइनको यो हुने भयो a प्लस b भनेर है। यो साइन a प्लस b प्लस साइन a माइनस b भनेको फर्मुला हो। त्यो हुन जान्छ 2 cos c। त्यो साइन a प्लस b प्लस साइन a माइनस b भनेको 2 sin a इन्टु cos b भन्ने हुन्छ। र यसलाई हामी गुणा गरेर लेखिदिएपछि यो हुने भयो 2 दुना 4, यो हुने भयो 4। त्यस पछाडि साइनको a इन्टु cosको b इन्टु cosको c र यही नै ल्याउन छ साइन a cos b cos c, जुन चाहिँ राइट ह्यान्ड साइड हुन्छ। यो तरिकाले प्रमाणित गर्न सकिन्छ। यहाँ अलिकति यो सुरुमा माइनस जब आउँछ त त्यसले चाहिँ हिसाब बिगार्न सक्छ भन्ने कुरामा हामी थोडा होसियार हुनुपर्छ है। अब लास्ट क्वेसन हेरौँ कसरी गर्ने त्यसलाई। ओके, लास्ट क्वेसन हाम्रो जुन एफ नम्बरको रहेको छ त्यो एफ नम्बरलाई कसरी गर्ने हेरौँ। जहाँ दिएको छ हामीलाई cosको 2a माइनस cosको 2b माइनस cosको 2c भन्ने छ। अब यसलाई हामीले हिसाब गर्दाखेरि के हुन्छ भन्दा पहिला cos a माइनस cos b को फर्मुला खोल्ने। त त्यो हुन जान्छ 2 sin b प्लस a बाई 2 इन्टु साइन b माइनस a बाई 2 अनि cos आइसकेपछि त्यो cosमा पनि हुनसक्छ साइनमा पनि हुनसक्छ। त प्रमाणित गर्ने पक्षमा हामी हेऱ्यो भने यहाँ के छ, यहाँ साइन छ। त्यसलाई हामीले साइनमा खोल्दाखेरि फेरि यहाँ माइनस छ ब्रेकेटमा 1 माइनस 2 साइन स्क्वायर c भन्ने हुन्छ है त। र यसलाई हिसाब गर्दाखेरि हुने भयो 2 साइन b प्लस a इन्टु साइन b माइनस a माइनस 1 माइनस माइनस प्लस 2 साइन स्क्वायर c भन्ने हुन्छ। त यो हुने भयो 2 साइन c र यो हुने भयो साइन b माइनस a प्लस 2 साइन स्क्वायर c अनि माइनस 1। त यो के हुने भयो भन्दाखेरि यहाँनिर हामीले यसो विचार गर्दाखेरि अब यो 2 साइन c र 2 साइन c एउटा सादा निकाल्दिने र सादा निकालेपछि हुने भयो 2 साइन c, बाँकी बच्यो साइनको b माइनस a प्लस साइनको c अनि माइनस 1 त छँदै छ। त यो हुने भयो 2 साइनको c र त्यस पछाडि साइन b माइनस a अनि प्लस साइन। अब यसलाई हामीले b प्लस a नै लेखौँ ताल मिलाउनको लागि। a प्लस b लेख्दा पनि केही हुन्न होइन साइन c को ठाउँमा। त यो हुने भयो साइन b प्लस a प्लस साइन b माइनस a होइन। त यसको ठाउँमा के लेख्न सकिन्छ, यो हुने भयो 2 साइन b इन्टु cos a अनि माइनस 1। अब यसलाई गुणा गरिदिने, गुणा गर्दाखेरि हुने भयो 2 दुना 4,
त्यस पछाडि cos A sin B इन्टु sin C अनि -1 यो बराबर हुन्छ हाम्रो राइट ह्यान्ड साइड। सो मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू भिडियो कस्तो लागेको छ कमेन्ट सेक्सनमा लेखिदिनु होला। तपाईले भिडियो हेर्नुहुन्छ लाइक गरिदिनु होला, लाइक गर्नुहुन्न, हेर्नुहुन्छ लाइक गर्नुहुन्न र यस्तै ऐच्छिक गणित पढ्दै गरेका साथीहरूसँग सेयर गर्नु होला र पहिलोचोटि हेर्ने साथीहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, मलाई फलो गर्नु होला। थ्याङ्क यू भेरी मच फर वाचिङ द भिडियो।